नमस्कार। साल 2082 धनुराशि हुने जातकहरूको लागि वर्षको शुभारम्भमै अढैया शनिले यो राशिमा प्रवेश गर्ने भएकाले यो समयमा यो राशि भएका व्यक्तिहरूले अत्याधिक मेहनतले कर्मठ भएर कार्यमा जुट्नुपर्ने समय रहन्छ। त्यस्तै चतुर्थ भावमा चारवटा ग्रह एकसाथ युति भएर बसेकाले यो समयमा कार्यको क्षेत्रमा भने सफलता प्राप्त रहनेछ। तर पारिवारिक क्षेत्रमा भने केही आर्थिक हानि नोक्सानीको योग बनेको देखिन्छ। त्यस्तै सन्तानको क्षेत्रमा पञ्चम उच्च सूर्यदेवको प्रभावले गर्दाखेरि सन्तानको शैक्षिक क्षेत्र अथवा कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। मानपद प्रतिष्ठामा वृद्धि हुनेछ। त्यस्तै षष्ठ भावमा गुरुदेवको कृपा रहने भएकाले यो समयमा कम्पिटिसनको परीक्षामा सफलता प्राप्त रहनेछ। त्यस्तै वैदेशिक कार्यमा पनि सफलता प्राप्त रहने योग बनेको छ। जेठको महिनामा देवगुरु बृहस्पति मिथुन राशिमा प्रवेश गर्ने भएकाले र गुरुदेव सप्तम भावमा अवस्थित रहेकाले यो समयमा आफ्नो प्रेम जीवन वा वैवाहिक जीवन सुखद र सुमधुर बन्ने योग बनेको छ। यो समयमा आफ्नो लभ पार्टनरको विश्वास जित्न सक्ने अवस्था बनेको छ। त्यस्तै अष्टम भावमा नीच मङ्गल अवस्थित रहेकाले यो समयमा खोज अनुसन्धानको क्षेत्रबाट सफलता प्राप्त रहनेछ। तर पारिवारिक क्षेत्रमा भनेदेखि केही सम्बन्धहरूमा मनमुटाव र खटपटको अवस्था निम्तिन सक्छ। कुनै नयाँ योजना तात्तातो योजना बनाएर कुनै कार्य गर्दै हुनुहुन्छ भने विशेष समयमित रहनुपर्ने अवस्था बनेको देखिन्छ। आषाढको महिनामा राहु केतुले पनि आफ्नो गति परिवर्तन गर्ने भएकाले कार्यको क्षेत्रमा भने सफलता प्राप्त रहनेछ। सामाजिक क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूको लागि यो समयमा कार्यको क्षेत्रमा भने सफलता प्राप्त रहनेछ। त्यस्तै मिडिया, सोसल मिडिया, नेट, इन्टरनेट मार्केटिङ, आइटीको क्षेत्रमा जोडिएका व्यक्तिहरूको लागि कार्यको क्षेत्रमा ठुलो सफलता प्राप्त रहनेछ। त्यस्तै श्रावणको महिनामा चतुर्थ भावमा शनिदेव वक्रीको अवस्थामा रहने भएकाले विशेष गरेर प्रेम सम्बन्धमा अविश्वास, शङ्का, उपशङ्का यस्ता कुराहरूले ठाउँ पाउनेछन्, जसले आफ्नो सम्बन्धमा केही आँचाउन सक्छ। विश्वासले सम्बन्धमा अगाडि बढ्नुपर्ने समय रहेको छ। कम्पिटिसनको परीक्षामा भने सफलता प्राप्त रहनेछ। जागिरको सुअवसर पनि प्राप्त रहनेछ। त्यस्तै अनुसन्धान, खोज, गुप्तचर, विश्लेषक, समीक्षक आदिको क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूको लागि कार्यको क्षेत्रमा उच्च प्रशंसा मिल्नेछ। आफ्नो उद्देश्य प्राप्त गर्नको लागि सहज र अनुकूल समय प्राप्त रहनेछ। त्यस्तै भाद्रपद महिनामा प्रेम सम्बन्ध थप सुखद र सुमधुर बन्नेछ। पार्टनरसिपको व्यापार व्यवसायबाट सफलता प्राप्त रहनेछ। भाग्यभावमा सूर्यको प्रभाव पर्ने भएकाले यो समयमा कार्यको क्षेत्रमा नयाँ नयाँ डिलहरू आउन सक्ने, नयाँ प्रोजेक्टमा काम मिल्न सक्ने अवस्था बनेको देखिन्छ। तर दशम घरको मङ्गलको प्रभावले कार्यको क्षेत्रमा भनेदेखि आफूभन्दा उच्च पदस्थ वा आफूभन्दा जुनियर कर्मचारीसँग मनमुटाव, झैझगडा र खटपटको अवस्था सृजित हुने भएकाले विशेष संयमित भएर कार्यको क्षेत्रमा अगाडि बढ्नुपर्ने समय बनेको छ। त्यस्तै आश्विन महिनामा कर्म भावमा बुधादित्य योग अवस्थित रहेकाले यो समयमा व्यापार व्यवसायबाट सफलता प्राप्त रहनेछ। त्यस्तै पारिवारिक सहयात्राले अथवा पारिवारिक सहयोगले मनमा प्रसन्नता छाउनेछ। त्यस्तै कार्यमा थप ऊर्जा पनि प्राप्त रहनेछ। आयको क्षेत्रहरू थपिने पनि चान्सेस आश्विन महिनामा देखिन्छ। त्यस्तै कार्तिकको महिनामा भने एकादश भावमा सूर्य अवस्थित रहने भएकाले यो समयमा पब्लिकसँगको अन्तर सम्बन्धमा आफ्नो बोली व्यवहार प्रदर्शन गर्दै गर्दाखेरि संयमित भएर राख्नुपर्ने रहन्छ, नत्र बोलीकै कारणले झुटो आरोप प्रत्यारोपको शिकार बन्न सक्ने योग बनेको देखिन्छ। त्यस्तै शैक्षिक क्षेत्रमा भने यो समय अलिक चुनौतीपूर्ण रहन्छ। यो समयमा आलस्यतामा वृद्धि हुने भएकाले अत्याधिक कर्मठ भएर अत्याधिक मेहनत गरेर विद्यार्थीवर्गले यो समयमा आफ्नो समय खर्च गर्नुपर्ने रहन्छ। फेसन डिजाइनर, कलाकारिता, फिल्म या अर्थशास्त्री, ब्याङ्कको क्षेत्रमा जोडिएका व्यक्तिहरूको लागि यो समय कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। कार्यको क्षेत्रमा मान सम्मानमा वृद्धि हुनेछ। पदोन्नतिको अवसर प्राप्त रहनेछ। मक्सिरको महिनामा भने शुक्रको प्रभावले यो समयमा नयाँ नयाँ साथीहरू प्राप्त रहनेछ। भूषण आभूषणहरूले विभूषित हुनुहुनेछ। कार्यको क्षेत्रमा सम्मान प्राप्त रहनेछ।
वैवाहिक या प्रेम सम्बन्ध पनि सुखी र सुमधुर बन्नेछ। व्यापार व्यवसायमा सफलता प्राप्त रहनेछ। पारिवारिक क्षेत्रमा माङ्गलिक कार्यहरू हुन सक्ने योग बनेको देखिन्छ। नयाँ शुभ खबर परिवारमा प्राप्त रहनेछ, जसले परिवारमा खुसियाली प्राप्त रहनेछ। त्यस्तै पौषको महिनामा गुरुदेव बकरीको अवस्थामा रहने र शनि उदयको अवस्थामा रहने भएकाले यो समयमा रोकेको कामहरू बन्न सक्ने अवस्था बनेको देखिन्छ। नयाँ साधन, नयाँ घर बनाउने अथवा बिक्री गर्ने सोचमा हुनुहुन्छ भने तपाईको लागि यो समय अत्यन्त अनुकूल समय रहेको छ। वैदेशिक कार्यमा पनि सफलता प्राप्त रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। मान सम्मानमा पनि वृद्धि हुने योग बनेको देखिन्छ। त्यस्तै माघ महिनामा परिवारमा स्वास्थ्य सङ्कट आउन सक्ने भएकाले आर्थिक खर्च बढ्ने अवस्था रहन्छ। समयमा निर्णय गर्न नसक्नाले हात परिसकेको काममा पनि अवरोध सिर्जित हुन सक्छ। दिदीबहिनीसँगको सम्बन्धमा आफ्नो सेक्युरिटी थट सेयर नगर्नुहोला, जसले सम्बन्धमा खिचतानी प्राप्त रहन सक्छ। त्यस्तै फागुन महिनामा लभ पार्टनरसँगको अन्तर सम्बन्धले अथवा सहयोगले कार्यमा ठूलो सफलता प्राप्त मिल्नेछ। उच्च मङ्गल धनभावमा अवस्थित रहेकाले यो समयमा गुमिसकेको धन, आशा मारिसकेको धन पनि हात पर्न सक्ने योग बनेको देखिन्छ। त्यस्तै खेलाडी, सेना, प्रहरी र रिक्स फ्याक्टरमा काम गर्ने व्यक्तिहरूको लागि यो समय कार्यको क्षेत्रमा ठूलो उपलब्धि प्राप्त रहनेछ। त्यस्तै चैत महिनामा देवगुरु बृहस्पति उदयको अवस्थामा जाने भएकाले यो समयमा आफ्नो प्रेम सम्बन्ध वा वैवाहिक सम्बन्ध निकै सुखी र सुमधुर बन्नेछ। विद्यार्थीहरू परीक्षामा सफलता प्राप्त गर्नेछन्। न्याय, प्रशासन, खोज अनुसन्धानको क्षेत्रमा जोडेका व्यक्तिहरूको लागि यो समयमा निकै नै कार्यको क्षेत्रमा सफलता प्राप्त रहनेछ। पराक्रममा वृद्धि हुनेछ। आत्मविश्वासले कार्य सजगतापूर्वक सम्पादन रहनेछ। दाजुभाइको साथ पूर्ण रहनेछ, जसले यो समयमा जीवनमा नयाँ अवसर प्राप्त रहनेछ। समग्रतामा साल 2082 धनु राशि हुने जातकहरूको लागि वर्षको सुरुवातमै अडैया शनिले यो राशिमा प्रवेश गर्ने भएकाले यो राशि हुने व्यक्तिहरूले यो समयमा अत्याधिक मेहनतले धैर्यतापूर्वक कार्य सम्पादन गर्न पर्ने रहन्छ। यो समयमा कार्यको क्षेत्रमा उदासीनता प्राप्त रहने देखिन्छ। आलस्यतामा वृद्धि देखिन्छ। त्यसैले यो समयमा कर्मठ भएर अत्यन्त मेहनतपूर्वक कार्य गर्नुभएको खण्डमा शनिदेवको कृपा अवश्य हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता प्राप्त रहे तापनि पारिवारिक सम्बन्धमा भने सामान्य मनमुटाव र खटपटको अवस्था रहिरहन सक्ने देखिन्छ। विशेष सम्बन्धमा सचेत भएर अगाडि बढ्नुहोला। त्यस्तै मुद्दा मामिलामा विजय हुने योग बनेको छ। पञ्चम बुधको प्रभावले गर्दाखेरि बोलीमा प्रभाव पर्ने भएकाले सामाजिक अन्तर सम्बन्धमा पनि सामाजिक क्षेत्रबाट पनि मान सम्मान प्राप्ति रहनेछ। साउन भदौतिर भने प्रेम अथवा वैवाहिक सम्बन्धमा चतुर्थ भावको वक्री शनिदेवको प्रभावले गर्दाखेरि मिसअन्डरस्ट्यान्डिङको अवस्थाहरू निम्तिन सक्छन्। सम्बन्धमा विश्वासले अगाडि बढ्न पर्ने रहन्छ। भाग्य भावको सूर्यदेवको प्रभावले यो समयमा नयाँ अवसरहरू प्राप्त रहनेछ। दाजुभाइहरूको पूर्ण साथ समर्थन मिल्ने समय रहन्छ। त्यस्तै मक्सिर पुसतिर आय भावको शुक्रदेवको प्रभावले गर्दाखेरि आयमा वृद्धि हुनेछ। आर्थिक लाभ मिल्नेछ। सन्तान सुखमा वृद्धि रहनेछ। त्यस्तै लभ लाइफ तथा प्रेम सम्बन्ध पनि थप सुखी र सुमधुर बन्नेछ। रोकेको कामहरू बन्नेछन्। वैदेशिक कार्यमा सफलता प्राप्त रहनेछ। र यो समयमा यदि नयाँ दम्पतिले कुनै नयाँ बेबी प्लानिङ गर्ने सोच राख्दै हुनुहुन्छ भने तपाईको लागि अनुकूल समय बनेको देखिन्छ। वर्षको अन्त्यतिर लभ लाइफ झन बढी सुखी र सुमधुर बन्नेछ। कुशलतापूर्वक कार्य सम्पादन हुनेछ। परीक्षामा सफलता प्राप्त रहनेछ। उच्च मङ्गल धनभावमा अवस्थित रहेकाले यो समयमा गुमिसकेको धन, आशा मारिसकेको धन पनि हात पर्न सक्ने योग बनेको देखिन्छ। मार्केटिङ, सेना, प्रहरी, आइटी या रिक्स फ्याक्टरमा काम गर्ने व्यक्तिहरूको लागि कार्यको क्षेत्रमा ठूलो सफलता प्राप्त रहनेछ। पदोन्नतिको अवसर प्राप्त रहनेछ।